हेलो एभ्रिवान, जेन्डायाको मेकअप लुक क्रिएट गर्न लागेको तर आफ्नै सानो मिस्टेकले गर्दाखेरि डिफ्रेन्ट मेकअप लुक क्रिएट भयो। अब के भयो भनेर थाहा पाउन त तपाईँले भिडियो आफै हेर्नुपर्छ। जेन्डायाले क्रिएट गरेको मेकअप लुकमा चाहिँ इनर कर्नरमा चाहिँ अलिकति व्हाइट आई स्याडोहरू युज गरेको छ अनि त्यो पार्ट चाहिँ मलाई एकदम मन परेको छ किनभने मलाई चाहिँ जहिले पनि इनर कर्नर चाहिँ अलिकति ब्राइट भएको फोकस भएको नै मनपर्छ। सो आज चाहिँ म व्हाइट आई स्याडो यति मजाले युज गर्नेवालामा छु नि। सबै कुरा स्मुथली नै गइरहेको थियो तर सडनली एउटा गीत बज्यो होइन, त्यो गीतले गर्दा मबाट एउटा ठुलो मिस्टेक भयो। झन् जेन्डायाको मेकअप लुक क्रिएट गर्छु भनेर भिडियो बनाएको यत्तिकैमा झुक्किएर मेरो के भयो, आइलाइनर चाहिँ तानिँदा मात्र भयो नि हुन्थ्यो। आधी बनाइसकेपछि मैले सम्झेँ यति राम्रो विङ्स बनिसकेको थियो कि मलाई मेट्नै मन लागेन। त्यही भएर मैले आइलाइनरलाई चाहिँ के गरिदिएँ, कम्प्लिट गरिदिएँ। प्लिज कमेन्ट सेक्सनमा आएर जेन्डायाको मेकअपसँग यो लुक मिलेन भनेर चाहिँ नभनिदिनु होला। एउटा लाइनरले पुरै मेकअपको लुक नै डिफ्रेन्ट देखाइदिँदा अलिकति नराम्रो चाहिँ लाग्दो रहेछ। लास्टमा मेकअप चाहिँ यति राम्रो टर्न आउट भएको थियो नि त, त्यही भएर आई थिङ्क समटाइम जे हुन्छ राम्रैको लागि हुन्छ। तपाईँहरूलाई चाहिँ यो मेकअप कस्तो लाग्यो कमेन्ट सेक्सनमा भनिदिनु होला। बाई बाई।